नमस्ते साथीहरू, आजको भिडियोमा हामी युट्युब, फेसबुक या सोसल मिडियाको लागि लोगो कसरी बनाउने त्यो सिक्नेछौँ। यो भिडियोमा म तपाईँलाई मोबाइलबाट फ्रीमा लोगो कसरी बनाउने स्टेप बाई स्टेप देखाउनेछु। यदि तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सबैभन्दा पहिले प्ले स्टोरमा जानुहोस् र पिक्सेल ल्याब एप्लिकेसनलाई डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसके पछाडि एप्लिकेसनलाई तपाईँले खोल्नुपर्ने हुन्छ। एप्लिकेसन खोलिसके पछाडि एप्लिकेसनमा यस्तो चिजहरू तपाईँले देख्न सक्नुहुन्छ। सबैभन्दा पहिला अब हामी यहाँ पेन्सिलमा क्लिक गर्छौँ। पेन्सिलमा क्लिक गरेपछि हामी एउटा कलरलाई चुज गर्छौँ। मैले यहाँ साइज पनि पेनको साइज राखेको छु। सो एउटा ड्र गरेँ, मैले आफूलाई आफ्नो एउटा डिजाइन तयार गर्दैछु। यो डिजाइन तयार गरिसके पछाडि यसलाई ओके गर्छु। त्यस पछाडि यसलाई अब दुईटा बनाउनु पर्ने हुन्छ हामीले। सो डिजाइनको लागि डिजाइन गर्नलाई अब यसलाई मैले यहाँ क्लिक गर्छु। क्लिक गरेपछि यसलाई कपी गरेर यसलाई जुन यो अहिले जुन तपाईँले देखिरहनु भएको छ यसलाई चाहिँ म पहिला दुईटा बनाउँछु। अब दुईटा बनाउनुलाई सबभन्दा पहिला यसलाई कपी गर्न पर्ने हुन्छ र कपी गरेँ र कपी भइसक्यो। अब यो दुईटा भइसके पछाडि अब यसलाई चाहिँ हामी यहाँ तलबाट यो 3D मा गएर घुमाएर यसको साइज चाहिँ ठ्याक्क मिलाउने छौँ। हो यो साइज मिलिसक्यो। अब यो साइज मिलिसके पछाडि हामी यसलाई पनि ओके गर्छौँ। ओके गरिसके पछाडि अब तपाईँले यसको कलर मिलाउँछौँ। सो कलर मिलाउनको लागि चाहिँ हामी एउटा कलर चुज गर्छौँ। यहाँ यतापट्टि साइडमा छ, यहाँनिर कलरमा क्लिक गर्ने, त्यसपछि एउटा कलर चुज गर्ने। कलरमा तपाईँले जुन पनि लाउन सक्नुहुन्छ, निलो, हरियो, रातो, निलो, जुन पनि राख्न सक्नुहुन्छ। मैले राखेर ओके गरेँ। अब यो ओके गरिसके पछाडि यो पनि हाम्रो काम सकियो। ब्याकग्राउन्डमा मैले व्हाइट राखेँ। तपाईँले ल अब त्यस पछाडि अब हामी फेरि पनि डिजाइनको लागि एउटा गोलो आकार यहाँबाट निकाल्छौँ। सो यो गोलोलाई क्लिक गरेर अब यसको पनि हामी एउटा कलर राख्नुपर्ने हुन्छ। सेन्टरमा राख्छौँ पहिला, सेन्टरमा साइज मिलाएर ठिक्क राख्छौँ। सो त्यस पछाडि अब एउटा यहाँ कलर चुज गरौँ। कलर रातो नै ठिक छ। रातोलाई हामी ओके गर्छौँ। त्यस पछाडि अब यसलाई सेन्टरमा राख्छौँ। अलिकति तल झारेर सेन्टरमा राख्छौँ। सेन्टरमा राखिसके पछाडि यो माथिकोलाई पनि तल त्यहाँ थिचेर टक्क तलतिर सार्छौँ। सो सारिसके पछाडि अब यो पनि काम हाम्रो सकियो। र अब यस पछाडि यो साइड तलपट्टिको यो साइडमा क्लिक गर्नुपर्ने हुन्छ। सो साइज ठ्याक्क सेन्टरमा राख्छौँ। सेन्टरमा राखिसके पछाडि अब हामी यसको जो ब्याकग्राउन्ड यो व्हाइट थियो, अब यो व्हाइटलाई पनि हामी एकछिनको लागि हटाउँछौँ। सो यसलाई अब हामी यता साइड गर्छौँ। त्यस पछाडि अब सेन्टरमा भइसक्यो। अब सेन्टरमा भइसके पछाडि यो तपाईँले अब यसलाई चाहिँ ठ्याक्क मिलेको छ, लोगो लगभग भइसक्यो। अब यसलाई अझ पनि हामी नामहरू राख्छौँ। सो मैले यसलाई थिचेर हटाइसकेको छु। अब यसलाई सेभ गरौँ। पिएनजीमा सेभ गर्छौँ पहिला सुरुमा। तपाईँले साइज आफ्नो राख्न सक्नुहुन्छ। यो सेभ भइसक्यो, हाम्रो ग्यालेरीमा सेभ भयो। अब यसलाई हामी काट्छौँ, फेरि सुरु गर्छौँ। अब सुरु गरिसकेपछि यो न्यू टेक्स्टलाई पनि हामी डिलिट गरौँ। फेरि यसलाई पनि डिलिट गरौँ। फेरि यसलाई पनि हामी हटाउँ। पहिला सबभन्दा पहिला भनेको अघि हामीले बनाएको लोगोलाई चाहिँ ग्यालेरीबाट फेरि हामी अब तान्छौँ। तानिसकेपछि यो माथिपट्टि आइकनमा प्लसमा थिचेर यहाँ ग्यालेरीमा गएर ग्यालेरीबाट चाहिँ अब यो अघि बनाएको लोगोलाई तान्नु पर्यो। तानिसके पछाडि अब यसलाई सेन्टरमा ठ्याक्क साइज मिलाएर सेन्टरमा हामी राख्छौँ। अब यो सेन्टरमा राखिसके पछाडि त्यस पछाडि अब हामी यसलाई चाहिँ तपाईँको यसलाई पनि अझ कलर बनाउन मिल्छ। मैले हतारमा गरेको हुनाले तपाईँलाई यहाँ भन्दैछु, तपाईँले चेक गर्न सक्नुहुन्छ। जस्तो पनि राख्न मिल्छ। यो कलरहरू हो, यो साइडको तपाईँले यसरी चेन्ज गर्न सक्नुहुन्छ। मैले चाहिँ ब्ल्याकै राखेँ, कालै राखेँ। त्यस पछाडि यसलाई ओके गर्नुहोला। यो ओके गरिसके पछाडि अब हामी यसलाई चाहिँ नाम लेख्छौँ तलपट्टि ठ्याक्कै। त्यसको लागि तपाईँले यो ए लेखेको ठाउँमा क्लिक गरेर टेक्स्टमा क्लिक गरेर माथि पेन्सिलमा क्लिक गरेर अब यहाँ हामी नाम लेख्छौँ। एउटा नाम लेख्छौँ हामी। एउटा नाम मैले यहाँ लेखिदिएँ। यो नाम लेखिसके पछाडि यसको पनि लेखिसकेपछि अब यो नामलाई मैले यहाँ लेखेँ। अब यसलाई क्लिक गरेर यहाँ तलपट्टि ल्याउँछौँ। यसको पनि कलर अलिक मधुरो छ। सो कलरमा जान्छौँ। कलरमा गएर यसलाई ब्ल्याक राख्छौँ। सो ब्ल्याक राख्नुहुन्छ, अरू कलर पनि राख्न मिल्छ।
बोल्ड गरौँ, बोल्डमा बीमा थिचौँ। सो कलर भइसक्यो। यहाँबाट अरू फन्टहरू पनि राख्न मिल्छ। सो मैले सिम्पलै राखेको छु। त्यस पछाडि आएर अब यसलाई हामी अझै एउटा साइज बनाउँछौँ, जो हाम्रो लोगोमा तपाईँले देख्नुभयो होला माथि पछाडिपट्टि फेरि एउटा टेक्स्टमा गएर हामी यहाँनिर अब यसलाई कलरहरू तपाईँले चेन्ज गर्न चाहनुहुन्छ भने थुप्रै कलरहरू चेन्ज गर्न मिल्छ। सो रातो, हरियो, निलो, पहेँलो जुन पनि राख्न मिल्छ। यो कलर चेन्ज भइसके पछाडि अब हामी यो माथिपछि एउटा आकार पनि तयार गर्छौँ। त्यसको लागि फेरि हामी एउटा टेक्स्टमा जानुपऱ्यो। एमा थिचेर टेक्स्टमा हामी क्लिक गर्छौँ। अब यो कलर चाहिँ आफू खुसी जसरी पनि जुन कलर पनि राख्न मिल्छ। सो तपाईँले राख्न सक्नुहुन्छ। र अब तपाईँले यो कलर राखिसकेपछि मैले चाहिँ एउटा सिम्पल टाइपकै राख्छु। मैले तपाईँलाई देखाउनको लागि मात्र राखेको। त यसरी दायाँ बायाँ पनि कलर चेन्ज गर्न मिल्छ। सो यो एउटा कलर हामी चुज गरौँ, रातो, जुन राख्न पनि मिल्छ। सो ओके गरौँ। त्यस पछाडि फेरि हामी एउटा टेक्स्टमा गएर यहाँ माथि पेन्सिलमा गएर यल टाइप गर्छौँ क्यापिटलमा। सो यललाई टाइप गरौँ, यल टाइप गरेर ओके गरौँ। अब यसको साइज हामी बढाउँछौँ, अलिकति साइज फुल बढाउँ। त्यस पछाडि यसलाई अलि यता ल्याउँ, ओके गरौँ। अब यसको पनि कलरमा ब्ल्याक राखौँ, ब्ल्याक राखेर ओके गरौँ। ओके गरिसकेपछि अब यो बोल्ड गरौँ, त्यस पछाडि ओके गरौँ र ओके यसलाई पनि ओके गरौँ र यसलाई घुमौँ। त्यस पछाडि तपाईँले यहाँनिर जुन यहाँ एबिसिडी सानो देखेको छ त्यसमा क्लिक गरेर यसको चाहिँ त्यो तलको लामो एलको भाग चाहिँ हामी काट्छौँ। यसले काट्न मिल्छ। सो काटेर दुइटै साइजको बराबरी काटेर ठिक्क गर्छौँ र सेन्टरमा राखेर ओके गर्छौँ। जो ओके गरौँ र यो अब ओके भइसक्यो। ओके भइसकेपछि अब यसलाई माथि सारेर पहिला त्यहाँ माथिपट्टि लगेर यो जुन सेयरको पछाडिपट्टि लगेर राखौँ। यसको सेन्टरमा लगेर राख्छौँ। सो यसको सेन्टरमा लगेर राख्छौँ। सेन्टरमा लगेर राखिसकेपछि अब यो लगभग भइसक्यो। साइज ठिक्क साइज मिलाउँ। अब लगभग कम्प्लिट भइसकेको छ। तपाईँले यही लोगो देख्नुहुन्छ। हाम्रो लोगोमा यही छ। सो हाम्रै लोगो मैले तपाईँलाई यहाँ बनाएर देखाएको छु। यो लोगो भइसकेपछि तयारी भयो। अब यो लोगो तयारी भइसकेको छ। सो तपाईँले पनि यसरी नै आफ्नो लोगो बनाउन सक्नुहुन्छ। सो यदि नयाँ हुनुहुन्छ भने अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला। सो यसलाई पनि तपाईँले कलरहरू, साइजहरू राख्न सक्नुहुन्छ। यो तपाईँले आफ्नो साइजले अरू कलरहरू, फन्टहरू धेरै कुराहरू छन् यहाँ। सो भिडियो लामो हुन्छ, सो त्यही भएर मैले भनेको। र यसलाई ओके गर्नु होला। मैले सिम्पलै राखेको छु, सिम्पलै ठिक हुन्छ। सो यसलाई ओके गरिसके पछाडि अब चाहिँ यसलाई हामीले सेभ गर्छौँ। ग्यालेरीमा गएर यो माथिपट्टि यो क्यामेराभन्दा तलपट्टि एउटा बक्सा जस्तो छ। सो त्यो बक्सामा गएर सेभ गर्छौँ। सेभ गरिसकेपछि यसमा अब तपाईँले एउटा जेपिजीमा तपाईँले ठ्याक्कै सेभ गर्नुहोला। सेभ भइसकेपछि अब यो ग्यालेरीमा पक्कै पनि गइसकेको छ।